नमस्ते सम्पूर्णमा। हामी आज प्रथम बागमती प्रदेश सहकारी सम्मेलनको रजिस्ट्रेसनको लागि खल्तीबाट कसरी गर्ने भनेर हजुरहरूलाई म सिकाउन गइरहेको छु। फर्स्ट खल्ती एप खोल्नुहोस्। खल्ती एप खोलिसकेपछि यहाँ हजुरले माथि देख्न सक्नुहुन्छ बागमती प्रोभिन्स फर्स्ट कोअपरेटिभ युनियन भनेर बाइ टिकट, यसमा क्लिक गर्नु होला। मेम्बर फर अन इन्डिभिजुअल रेजिस्ट्रेसन भनेको छ। यसमा हामीले सङ्घको सदस्य हो भने एकजना हुनुहुन्छ भने यसमा क्लिक गर्छौँ। एकजना आउँदाको खण्डमा हामीले चाहिँ 4000 रुपियाँ प्रति व्यक्ति लाग्छ भने, दुईजना यदि सङ्घको सदस्य हुनुहुन्छ भने दुईजनाको 7000 रुपियाँ लाग्छ, तीनजनाको चाहिँ 10500 रुपियाँ लाग्छ भने, यदि गैर सदस्य हुनुहुन्छ भने चाहिँ एकजनाको 5000 रुपियाँ लाग्छ, दुईजनाको 9000 रुपियाँ लाग्छ र तीनजनाको चाहिँ 13500 रुपियाँ लाग्छ भने, यदि लोकल बडीबाट गभर्नमेन्टबाट कोही आउँदै हुनुहुन्छ भने एकजनाको 6000 रुपियाँ लाग्छ, दुईजनाको 11000 रुपियाँ लाग्छ भने, तीनजनाको 16500 रुपियाँ लाग्छ। अब हामी सुरुमा म अहिले सङ्घको सदस्यबाट एकजनाको रेजिस्ट्रेसन गर्न गइरहेको छु। त्यसपछि हजुरले यहाँ एडमा क्लिक गर्नु होला। मेम्बर रेजिस्ट्रेसन 4000 भनेर ठिक छ, हामी कन्टिन्यू गर्न सक्छौँ। यहाँ हामी फुल नेम राख्छौँ। जस्तै फुल नेममा हामी जसको रेजिस्ट्रेसन गइरहेको हो त्यसको मान्छेको नाम राख्छौँ। जस्तै हिमाली श्रेष्ठ। कन्ट्याक्ट नम्बर हामी राख्छौँ। इमेल राख्यौँ। नेम अफ कोअपरेटिभ हामी कुन सहकारीबाट हो त्यो राख्छौँ। लक्ष्मी महिला सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ युनियन। टाइटल के छ हामी टाइटल राख्छौँ। जस्तै मैले चेयरम्यान भनेर राखेँ। एड्रेस पनौती 5 काभ्रे, डिस्ट्रिक्ट काभ्रे पलाञ्चोक। त्यस्तै गरी हामी यहाँबाट इमेल पनि राख्छौँ। यदि कोअपरेटिभको इमेल छैन, अहिले मैले व्यक्तिगत इमेल राखेँ। उहाँको फोटो छ भने हामी यहाँबाट नयाँ फोटो हामी आफै लिन पनि सक्छौँ, अथवा अलरेडी मोबाइलमा छ भने, अथवा हामीले रेजिस्ट्रेसन गर्दा जुन फोटो छ ग्यालेरीमा छ भने ग्यालेरीबाट फोटो पनि राख्न सक्छौँ। यसरी फोटो पनि राख्न सक्नुहुन्छ। त्यसपछि कन्ट्याक्ट पर्सन डिटेल। अब यहाँ तपाईहरुले नम्बरहरू पनि चेन्ज गर्न सक्नुहुन्छ। यति गरिसकेपछि हामीले कन्टिन्यू प्रोसिड गर्छौं। तपाईले खल्ती वालेटबाट पेमेन्ट गर्ने कि यदि ब्याङ्क लिंक गर्नुभएको छ भने ब्याङ्कबाट गर्ने भनेर आउँछ। मैले चाहिँ खल्तीबाट अहिले गर्न गइराखेँ। अब हेर्नुस् त, मेम्बर फर वन रेजिस्ट्रेसन 4000 खल्ती वालेट भनेर आयो। ओकेमा हामी क्लिक गर्ने बित्तिकै प्रोसेसिङ रेजिस्ट्रेसन सक्सेसफुली भनेर आउँछ। रेजिस्ट्रेसन भइसकेपछि तपाईहरुलाई यसरी एउटा मेम्बरको क्यूआर आउँछ। यसरी तपाईहरुको रेजिस्ट्रेसन सक्सेसफुल भयो। यसरी नै सबैजनाले अब हाम्रो रेजिस्ट्रेसन पनि अन्तिम चरणमा पुगिसकेको हुँदा सबैजनाले चाहिँ छिटो भन्दा छिटो खल्ती एपमा गई रेजिस्ट्रेसन गर्नुहुन हार्दिक अनुरोध गर्दछु। यदि कुनै प्राविधिक समस्या आयो भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हस्, धन्यवाद।